What's good TikTok? I'm back again with another informative video लिएर तपाईँ स्निकरको कन्टेन्ट या स्निकरको लभर हो भने चाहिँ मेक स्योर फलो गर्नु होला टिकटक इन्स्टाग्राम अनि युट्युबमा है। सो यो भिडियो चाहिँ आज नाइकी एसपी डङको डिफ्रेन्ट हेर्नेछु। सो हामी चाहिँ ढिला नगरिकन सिधै जम्प इन्टु द भिडियो। सो लेट्स गो। आज चाहिँ मेरो हातमा चाहिँ यो दुईटा पेयर छ। एउटा चाहिँ रेगुलर नाइकी एसपी डङ्क लो हो भने चाहिँ एउटा चाहिँ लिमिटेड पेयर हो। सो दुईटै नाइकी एसपी डङ्क लो हो अनि यसको एउटा चाहिँ सस्तो छ यो भने यो चाहिँ हेभी महँगो छ हैन। सो यो दुईटा चाहिँ अब सेम अनि सेम ब्रान्ड अनि कसरी चाहिँ एउटा चाहिँ यति धेरै महँगो एउटा चाहिँ कति धेरै सस्तो हो भन्ने कुराहरु चाहिँ आज यो भिडियोमा सब एक्सप्लेन गर्नेछु। सो लेट्स गो। यसको बक्सको कुरा गरिहाल्छु। सो यो बक्स चाहिँ नाइकी एसपी को रेगुलर पेयरहरुमा चाहिँ पर्पल कलरको अनि नाइकीले ब्रान्डिङ गरेको नाइकी एसपी भनेर देख्न सक्नुहुन्छ। सो यस्तो आउँछ अनि अर्को हाफ पेयरको चाहिँ लिमिटेड पेयरको चाहिँ यस्तो आउँछ है त सेल कलरको नाइकी एसपी को ब्रान्डिङ गरेको ग्रे कलरमा। सो सेल कलरमा महँगो पेयरको बक्स हो। सो यस्तो बक्सको डिफरेन्ट चाहिँ यो छ है त। पेयरबाट सुरु गरेछु है। सो यो पेयर चाहिँ नाइकी एसपी डङ्क लो प्रो अक्वा कलर वे भन्छ है। सो यो चाहिँ अक्वा कलर वे हो अनि यसको मटेरियलहरु हेर्दा चाहिँ सबै स्वेट मटेरियलले बनेको छ हैन। रफ टाइपको स्वेट मटेरियलले युज गरेको छ। यसको कलर वे चाहिँ त्यही अक्वा कलर वे भन्छ है यसलाई चाहिँ। यसको चाहिँ अनि यसको आउटसोलहरु हेर्यो भने चाहिँ यसको आउटसोलहरुमा चाहिँ तपाईले मजाले रिसाइक्लिङ मटेरियलहरु युज गरेको छ। तपाईले देख्न सक्नुहुन्छ। डिजाइन वाइजहरु सेम हो। यसको टङ पनि सेम नै हुन्छ मेबी। यो पेयर चाहिँ स्पेशली स्केट बोर्डरहरुको लागि परफर्मेन्स गर्नको लागि चाहिँ डिजाइन गरेको पेयर हो। सो त्यही भएर चाहिँ यसको टङको हुन्छ नि डिजाइनहरु चाहिँ एकदम बाक्लो हुन्छ हैन कम्फर्टको लागि। अनि यसको कुसनहरुमा पनि सबै इन्सोलमा हेर्नु भयो भने चाहिँ मजाले जुम इन्सोल पाउन सक्नुहुन्छ। रिटेल प्राइस पनि तपाईहरुले मजाले इजिली ग्र्याब गर्न सक्नुहुन्छ है यो पेयरलाई चाहिँ। किन भन्दाखेरि चाहिँ यो चाहिँ रेगुलर हो। सो त्यही भएर पनि यसको रिटेल प्राइस पनि तपाईहरुले मजाले पाउन सक्नुहुन्छ। अनि यो चाहिँ कोलाब्रेसनमा हो हैन। यो चाहिँ रेगुलर नाइकी एसपी को पेयर हो। सो त्यही भएर चाहिँ यो चाहिँ महँगो छैन। मेन रिजन भनेको चाहिँ यो एउटा चाहिँ रेगुलर पेयर अनि त्यसपछि अर्को चाहिँ नट कोलाब अर्को चाहिँ कलर वेले पनि सो या अनि मटेरियलहरु चाहिँ पर्फेक्ट गुड नै छ। यो महँगो पेयरको बारेमा कुरा गर्छु है। पावर पफ नाइकी एसपी डङ्क लो हो। यो चाहिँ ब्लसम कलर हो। सो यो पेयर चाहिँ पावर पफ भन्ने एउटा कार्टुनको कम्पनीसँग चाहिँ कोलाबरेट भएर चाहिँ बनेको स्निकर हो। सो त्यही भएर चाहिँ यो डिजाइनहरु चाहिँ सबै पावर पफ कार्टुनको क्यारेक्टरमा डिजाइन गरेको छ। पेयर चाहिँ पावर पफको तीनटा गर्ल्सहरुको क्यारेक्टरमा चाहिँ रिलिज गरिएको थियो है। अनि त्यो मध्ये चाहिँ यो ब्लसम भन्ने चाहिँ एउटा क्यारेक्टरको नाम हो। अनि त्यही भएर नि यो महँगो छ बिकज एउटा चाहिँ कोलाबरेसन विथ द पावर पफ कार्टुन कम्पनीसँग कोलाबरेसन गरेको छ। अनि अर्को भनेको चाहिँ यो पेयर चाहिँ एकदम धेरै लिमिटेड अमाउन्टमा चाहिँ रिलिज गरिएको छ। अनि त्यसको मेन रिजन भनेको त्यो पनि हो। अनि अर्को भनेको चाहिँ कलर वे। सो एकदम धेरै पपुलर कार्टुनको कलर वेसँग इन्स्पायर भएर चाहिँ डिजाइन गरेको भएर पनि अनि यो पेयर चाहिँ एकदम धेरै महँगो छ। यसको रिटेल प्राइस सेम नै हो तर अहिले यसको रिसेल भ्यालु चाहिँ त्यही हो 300 अबभ नै छ होला मेबी 300 अबभ नै छ भ्यालु मार्केटमा चाहिँ। अनि यसको चाहिँ अन्डर रिटेल भएको छ है। तपाईले $100 मा यो भने 300 मेबी 300 माथि चाहिँ तपाईहरुले पे गर्नुपर्ने हुन्छ है यसको रिसेल भ्यालु चाहिँ। सो रिसेन्टली त्यही हो मेन रिजन भनेको चाहिँ एउटा चाहिँ त्यही हो कोलाबरेसनको पेयरहरु चाहिँ एकदम धेरै महँगो हुन्छ। अनि एक कोलाबरेसन एकचोटि भइसकेपछि चाहिँ नेक्स्ट टाइम आउनलाई चाहिँ अलिक गाह्रो हुन्छ। लाइक यो चाहिँ रिस्टक भइरहेको छ। यो भने रिस्टक हुनलाई एकदम गाह्रो छ। रेयर केसमा मात्रै हुन्छ यस्तो चाहिँ। सो त्यही भएर यसको टङहरु पनि सेम नै हो। यसको मटेरियलहरु चाहिँ हल्का प्रिमियम मटेरियलहरु युज गरेको हुन्छ है। यसमा चाहिँ हल्का प्रिमियम तपाईले देख्न सक्नुहुन्छ सक लाइनरमा पिंक कलरको मजाले प्रिमियम मटेरियलहरु चाहिँ युज गरिएको छ। अनि यसको कलर वे चाहिँ ब्लसम कलर वे हो। एउटा क्यारेक्टरको कलर वे हो। सो त्यही भएर यो चाहिँ पिंक छ। अनि यसको टङहरुमा पनि स्पेशल कोलाबरेसन भएर चाहिँ रिप्रेजेन्ट गरेर हुन्छ। अनि यसको एकदम आइकनिक भनेको चाहिँ पछाडिको एंकलमा
भएको चाहिँ जायन्ट आइबल हो। सो यो आइबल चाहिँ पछाडि रेगुलरहरूमा चाहिँ नाइकीको ब्रान्डिङ गरिरहेको हुन्छ भने चाहिँ यसमा चाहिँ एकदम ठुलो आइबल दिएको छ। त्यो भनेको चाहिँ ब्लसमको आइबल हो। सो तपाईँहरूले चेक गर्न सक्नुहुन्छ पावर पफ भनेर चेक गर्यो भने चाहिँ। सो या अनि यसको सुजहरूमा पनि एकदम स्मुथ लेदर अनि पर्फेक्ट कम्बिनेसनको लेदरहरू युज गरेको छ। अनि हेर्दाखेरि नै एकदम धेरै प्रिमियम। अनि तपाईँले आउटसोलले हेर्नुभयो भने पनि ट्रान्सपेरेन्टको आउटसोल दिएको हुन्छ है, जुन कि एकदम गुड क्वालिटी है। सो या अनि सेन्टरमा चाहिँ लाइट येल्लो एसपी डङ्क दिएको छ। अनि यो पेयरमा चाहिँ एकदम धेरै डिटेलिङहरू हुन्छ। तपाईँले यसको इनसोलमा हेर्नुभयो भने चाहिँ एकदम धेरै कार्टुनको क्यारेक्टर सबै दिएको छ इनसोलमा चाहिँ। सो यो पेयरहरूले चाहिँ एउटा सबै डिटेलिङ अनि एउटा चिजको स्टोरीहरू रिप्रेजेन्ट गरिरहेको हुन्छ भने चाहिँ यसमा चाहिँ खासै त्यस्तो चाहिँ छैन। यो चाहिँ जापानिज कलर बुकबाट चाहिँ इन्सपायर्ड भएर चाहिँ निकालेको कलर हो। सो या यो चाहिँ यसको चाहिँ एकदम धेरै डिटेलिङहरू हुन्छ। लाइक यहाँ हेऱ्यो भने चाहिँ तपाईँले सानो कार्टुन पावर पफको एउटा रिप्रेजेन्टेटिभ हो। सो या त्यही भएर चाहिँ यसको रिटेल प्राइस सेम हो, यसको नि बट यसको मार्केट भ्यालु चाहिँ एकदम धेरै, यसको चाहिँ एकदम धेरै माथि छ, यसको चाहिँ एकदम धेरै तल छ। सो या आजको डिफ्रेन्ट नाइकी एसपी डङ्कहरूमा चाहिँ डिफ्रेन्ट भनेको चाहिँ यही हो, प्राइस किन महँगो हुन्छ किन सस्तो छ भनेर चाहिँ तपाईँहरूले थाहा पाउन सक्नुभयो होला होइन। अनि यहाँ मैले चाहिँ यस्तै कन्टेन्टहरू बनाउँछु, स्निकरको कन्टेन्ट अनि स्निकरको अनबक्सिङको पेयरहरू चाहिँ मैले भिडियोहरू चाहिँ बनाएर हुन्छु। सो मैले चाहिँ स्पेसली टिकटकमा भनेर चाहिँ यो भिडियो बनाउँदैछु। सो यो पेयर र यो पेयर एउटा चाहिँ चिप एउटा एक्सपेन्सिभ किन हो भनेर चाहिँ मैले सबै एक्सप्लेन गरिदिएको छु। यदि तपाईँहरूलाई अझै केही कुराहरूको डाउट छ, कन्फ्युज छ भने चाहिँ लेट मी नो कमेन्ट डाउन। आजको लागि चाहिँ मैले बक्सदेखि लिएर अनि यसको डिटेलिङ अनि यसको किन एक्सपेन्सिभ छ किन चिप छ भनेर चाहिँ मैले आज सबै यो दुईटा पेयरलाई लिएर चाहिँ मैले मजाले भिडियो बनाइदिएको छु। यदि तपाईँहरूलाई कन्फ्युज लाग्यो भने सो अभियसली कमेन्ट गर्नुभयो होला। अर्को भिडियोमा पोसिबल भयो भने अर्को भिडियोमा अझै अर्को कन्टेन्टहरू लिएर एक्सप्लेन गरिदिन्छु। सो त्यतिन्जेलसम्मलाई हेरिदिनु भयो, थ्याङ्क यू फर वाचिङ। अनि नेक्स्ट सो टिकटकलाई चाहिँ फलो गर्न नभुल्नु होला अनि इन्स्टाग्राम पनि फलो गर्न नभुल्नु होला। सबै स्टोरीहरू मेन्सन चाहिँ त्यहाँ अपकमिङ स्निकरहरूको मेन्सन चाहिँ स्टोरीहरू चाहिँ त्यहाँ अपलोड गर्नेछु। सो टिल देन स्टे सेफ, स्टे हेल्दी, पिस।